गरेको छैन यहाँ छ भैरवको यहाँनिर हामीले बनाएको जिजुले बनाएको नारायण भगवान् यो कसरी हस्तक्षेप गरेको छैन अझै सम्मै थियो भाइ यहाँ सम्मै थियो बोका काट्ने ठाउँ बोका काट्ने ठाउँ अझै यहाँ सम्मै थियो ओह्रालो भएको यहीँनिर हो यहाँनिर अब यहाँ तिनीहरूले दिवाली गर्नु भनेको मलाई होइन अनि तर देउता उता लगिहाल्यो दाजुभाइ जति उता के गर्ने यहाँ पो त उहाँ देखाउनुहुन्छ यहाँ हो हो यो चाहिँ हो माने मैले सायद माने मेरो नानी हजुर यो चाहिन्छ नि यसले भिडियो गर्दैछ यहाँ चाहिँ मैले माने यो हाम्रो गरे सबै गरे देउली थान यही हो यहाँ आइज नि तँ यो चाहिन्छ नि यो बाजेका पालाको यो हाम्रो सक्नै 18 भाइ 36 कुलको जेठो भाइ काला भैरम 55 भिउसिन भनेर भान्जा हुन् अनि हामीले देवाली गर्दा भैरम काला भैरम अनि 55 भिउसिन त्यहाँबाट चाहिँ अब सरस्वता सिद्ध सिकारी नाग महादेव मारुद्र है सबैलाई त्यसरी हामीले देवाली गर्ने हाम्रो कुल पूजा गरेको पुरानो स्थल यही हो हाम्रो पुर्खाले गरेको अहिले चाहिँ अब हामीले यो अब हाम्रा बडाउ 500 वर्ष अगाडि श्रीकण्ठ बडाउ वर्षै चक्रघट्टी जानुभयो चक्रघट्टी गइसके पछाडि 500 600 के 700 800 1000 वर्ष अगाडिको यही हो र अहिले मेरा इष्टमित्र दाजुभाइ सबै भेला भयो धनकुटादेखि चन्द्रगढीदेखि आउनु हो चक्रघट्टीका दाजुभाइ चाहिँ यसपालि समावेश अब केही व्यस्तताले भेट्न सकेन नभएदेखि हाम्रो सबै इष्टमित्र कुल कुटुम्ब नरनाथमा खोटाङ जिल्ला बस्ने तेजबहादुर कर्णबेरी हो र मैले दाजुभाइलाई चाहिँ मैले यसरी भेला गरेर आफ्नो कुल पूजामा समावेश गर्ने कार्यक्रम गरेर हाम्रो कार्यक्रम सम्पन्न भएर र अहिले चाहिँ हाम्रो जेठो भाइ उहाँ चन्द्रगढीदेखि आएका बुवा छोरा हुनुहुन्छ र हाम्रो पुरानो ठाउँ हेरौँ भनेर आएका हामीले यसरी चाहिँ हाम्रा काला भैरवले दाजुभाइ इष्टमित्र सबैलाई सन्तोष सुविष्ट हुन् यसो आपद विपद पर्दा परमेश्वर काला भैरव ठाकुर भनेर त्यहाँ तपाईँहरूले शरण माग्ने हाम्रो 18 भाइ 36 कुलको जेठो भाइ काला भैरव हामी काला भैरव चाहिँ हाम्रा मूल कुल भनेको हाम्रो काला भैरव हुन् कुनै आपद विपदमा सम्झिँदा पनि टर्छ हाम्रो काला भैरवको थान मन्दिरमा आएर अहिलेसम्म पनि यो हाम्रो भैरवको थान रहेछ त चलाएको छैन जस्ताको धक्का हुन्छ अनिखेर त्यस्तो भएको छ बाँस चाहिँ रोपेछ नि यो बाँस त थिएन यो चाहिँ हो नि त सायद मलाई चित्त बुझ्दो कुरो गर्नुभयो ल्याउनु भयो वरिपरि खेत थियो यतापट्टि वरिपरि खेतै थियो अलिकसम्म थियो ओह्रालो सम्मै थियो पहाड वरिपरि कति वर्ष पछाडि आउनुभयो त्यो ठाउँमा तपाईँ म त अब के 60-65 वर्ष अगाडि आएको त्यस्तै होला अब यतापट्टि बाबाहरू पकाउने रोटीहरू पोल्ने बोका काटेर अब यहाँ यो ठाउँ चाहिँ कसैको नाममा छ कि सरकार नै छ अहिले यो के हुन्छ सरकारले दिएको हो नपाइहाल्यो नि हो यो सरकारले दिएको हो कसैको नाममा छैन होला के हुँदैन थियो नानी यो नापेमा कसका नाममा अब झड्डामा छ कि छैन हामीलाई दिएको बाजेले बाजेका पालाको हो अब यो यति चाहिँ घेरेर है यति वरिपरि घेरेर राख्न पाए चाहिँ यति वरिपरि घेरेर राख्न पाए चाहिँ यो त अब हाम्रो त म्युजियम जस्तै भयो नि त सबैले हेर्ने होइन पुरानो यहाँ गर्ने ठाउँ चाहिँ यहाँ है भनेर चाहिँ त्यो पहल गरे हाम्रै हुन्छ यो पहल गर्नु पर्यो पहल गरे हाम्रै हुन्छ पुष्पले ल्याएको हेर्नु यहाँ सम्म थियो कि ओह्रालो भएको छ भाइ सम्म एकदम माथि एकदम मैदान थियो हामीहरूले नआउने कुवा ए नहुने कुवा नआएर आउने सबै यहाँ कुवा छ तलतिर श्रीकण्ठ बडाको घर यहाँ परतिर अलिकति तेर्सै आएर अलिकति मास्टर ल्याउँथ्यौँ अनि धामीहरू नआउँदै यता उँभो आएको लागेको जाउँ है ल
ठाउँ यो कस्तो राम्रो बनेको ठाउँ छ त है राम्रो नि एकदम मैदान छ नि त यहाँ त यहाँ त 1000जना मान्छे आफ्नो ठाउँ थियो अहिले ओह्रालो घर छ ठिकै छ सायद अब यस्तै हो यति चाहिँ नि काका यति चाहिँ यो थोरै अँ, यसो घेरेर है हेर्न हेर नि पातलेका बिरुवा हुँ? पातलेका रे पातले भाइ त थियो त मैले जान्दा चाहिँ पथरा थियो मसिना होइन उम्, पातलेकै सेउलाको त्यो पनि त्यहाँको ढुङ मात्रै निकालेको हो। अँ त्यो त उनीहरूलाई पनि धक्का हुन्छ नि त धक्का हुन्छ चलाएकै छैन त्यो त आएर देवाली पनि गर्नु भनेर सुन्दैन नि हो गर्नु भनेका छन् तपाईँहरूले कसैले तिमीहरू उठ्दैन कसैले रोकटोक हुँदैन अब यो जिल्लाबाट हामीले निकास ल्याउनु पर्यो नि अनि अब हामीले मेरो मात्र पहुँचले भएन अँ जिल्लाबाट निकास ल्याउनु पर्यो यो त हाम्रो बाजेको पुस्तकको पालाको सरकारले दिएको यो यहाँनिर देउता उत्पन्न भएका बिस्तारै साहेब जुत्ता चिप्लेला फेरि त पक्रिनु हात अप्ठ्यारो बाटो झर्नुको कहाँ त अब पाहाडका मान्छे अप्ठ्यारो न अप्ठ्यारो यसो त बडाङ बडाङ हाम फालिहाल्छन् नि जता बामे सारेको साहेब होइन ठिकै छ चिप्लो छ नि त हँ चिप्लो छ भाइ अनि यो त धामीहरू आउने बाटो यही थियो राम्रो थियो यतिको त हाम फालिहाल्छन् नि अहिले पाहाडको सिँढी मान्छे थियो भाइ यहाँ सिँढी थियो लोकल माछा यति चाहिँ हेर्नु छ यो हाम्रो छोको रहेन छ हौ कसैले छोको रहेछ हसै छ त नाममा त चढाएको कसले के गर्यो तर यो अब यहाँ उत्रिने मान्छे को हो त पहल गर्ने कुवा चाहिँ यतै हो ए अहिले त सुकेछ है ल छोड्नु 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 अहिले झरी गयो डरेको छु त त फेरि हाम फाल्नु त लु पहिरो गइरहेको मान्छे के घाँसको बिउ रहेछ नि काका घाँसको बिउ झरे भएर अहिले ढाड सरक्क हुन कति हाम फाल्छ त पानी कुदिरहेको त यहाँ कुवा ऊ माथि हो माथि हो कसैले छोएको छैन अँ एक दुईवटा देवाली त भ्याउनु भएको रहेछ तपाईँलाई यत्रो बच्चा छोडेर हिँडेको के छ काका चाहिँ कति साल काका 18 छ अरे नि हो हो है यही हो है हाम्रो देवाली खानको यही हो सायद सम्मसम्म थियो अहिले त अब के भएर ओह्रालो भएछ गरा पनि ठुल्ठुला थिए माटो बगिहाल्छ माटो बग्यो सबै माटो बगेछ सम्म थियो यही हो है भाइ पुस्ताको पुर्खाको उहिले यो 1000 वर्ष अगाडिको कुरा हो
हजुर पानी यत्रो पानी पो थियो खै यहाँ धामीहरू भोग खाएर नुहाउने ठाउँ। नुहाउने ठाउँ हजुर त्यहाँ चाहिँ के ट्याङ्की बनाएको रहेछ त्यहाँनिर बनाएको ठुलो थियो नि त्यहाँ ठुलो पानी थियो नि त यसरी बगिरहेको चाहिँ जति सबै भगवान् मान्छे बचाउनु परेको छ यो के हो काका के यो घरै हो कि हजुर यो आयुर्वेदिक भगवान् उता देखाउनु भयो यहाँ ल्याउनु भयो पुरानो सामान ठ्याक्क बिर्सिनु भएको रहेछ त्यहाँ अझै मन्दिर रहँदै रहेछ त होइन त भैरवको मूर्ति राख्ने ठाउँ त्यहाँ कसैले हस्तक्षेप त गरेको छैन होला हौ यो मन्दिर कसैले भत्कायो भने त्यसलाई धोका हुन्छ जीवनभर त्यहाँ चाहिँ नि कसैलाई राम्रो हुनेवाला छैन यो त्यस्तो ठाउँ भगवान् ईश्वर जय हो प्रभु